नमस्कार। यही फागुन 21 गते प्रतिनिधि सभा सदस्यको लागि निर्वाचन हुन गइरहेको कुरा त हामी सबैलाई थाहा नै छ। तर हामीले हालेको मत यदि सही तरिकाले हालेको छैनौँ भने सो मतपत्र बदल हुन सक्छ। त्यसैले आउनुहोस् आज हामी मतदान गर्ने सही तरिकाको बारेमा जानकारी लिउँ। हामीले पहिलो हुने निर्वाचित हुने प्रणाली अथवा प्रत्यक्ष निर्वाचन प्रणालीको लागि र समानुपातिक निर्वाचन प्रणालीको लागि मतदान गर्नुपर्ने हुन्छ। जहाँ पहिलो चरणमा पहिलो हुने निर्वाचित हुने प्रणालीको लागि चित्रमा देखाए जस्तै सेतो पृष्ठभूमिमा रातो रङको निर्वाचन चिन्ह छापिएको पहिलो मतपत्र लिनुपर्ने हुन्छ, जुन उम्मेदवार यानि कि व्यक्तिलाई दिने मत हुन्छ। मतपत्र लिइसकेपछि स्वस्तिक छापले कुनै एक उम्मेदवारको निर्वाचन चिन्हमा मत सङ्केत गर्नुपर्ने हुन्छ र सङ्केत गरिसकेपछि मतपत्र सही तरिकाले पट्टाएर रातो रङले 1 लेखिएको स्टिकर भएको मतपेटिकामा मतपत्र खसाल्नुपर्ने हुन्छ। अब दोस्रो चरण यानि कि समानुपातिक निर्वाचन प्रणालीको लागि सेतो पृष्ठभूमिमा कालो रङको निर्वाचन चिन्ह छापिएको दोस्रो मतपत्र लिनुपर्ने हुन्छ र स्वस्तिक छापले कुनै एक राजनीतिक दलको निर्वाचन चिन्हमा मत सङ्केत गर्नुपर्ने हुन्छ र मतपत्र सही तरिकाले पट्याएर कालो रङले 2 लेखिएको स्टिकर भएको मतपेटिकामा मतपत्र खसाल्नुपर्ने हुन्छ। यसरी दुवै चरणको मत खसालिसकेपछि हाम्रो मतदान गर्ने काम सकिन्छ। याद राखौँ, स्वस्तिक छाप लगाउँदा रङ नलतपतिने गरी निर्वाचन चिन्हको घेराभित्र पर्ने गरी छाप लगाउनु पर्ने हुन्छ। तपाईको एउटा मत नै परिवर्तनको सुरुवात हो, त्यसैले सही तरिका अपनाएर मात्र मतदान गरौँ। धन्यवाद।